हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लगमा हजुरहरूको मिस्टर कालेबहादुर भ्लगबाट है। अब आज विकेन्डमा कहाँ जाने कहीँ गर्ने भने अब त्यस्तै त गाइज। अब अस्तिसम्म त जाडो थियो नि त, अब गर्मी सुरु भइसक्यो गाइज होइन। अब टी सर्टमै हिँड्न सकिन्छ, ज्याकेट लगायो भने हप 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 हुन्छ क्या गाइज। अब त्यही हो गाइज, अरू भन्दा त्यस्तै हो। अब म चाहिँ आज के गरौँ भएर गुगल म्यापमा एउटा हेरेको थिएँ कि मैले। अब एउटा टापु जस्तोमा एउटा घर होइन, ठ्याक्कै यस्तो दामी लाग्यो क्या त्यो ठाउँ देखेर चाहिँ। अनि त्यही भएर म चाहिँ अनि हिँडेको घरबाट लगभग 25-30 किलोमिटर जस्तो टाढा चाहिँ आइसकेँ म। अनि बिच बाटोबाट मात्र भिडियो गर्छु भनेर। अब किनभने टाढाबाट किन नजिकबाट सबै घरबाट त्यसरी एउटै भिडियो लामो मान्छेले लामो भिडियो मन पराउँदैन नि त, भ्यू चाहिँ आउँदैन किन त्यो भनेर म चाहिँ सिधै थोरै भिडियो बनाउँछु। सकेसम्म अलिकति सिनेमेटिकहरू अलिकति सिनरीको मात्र आओस् भनेर मात्रै म चाहिँ बिच बाटोबाट मात्र सुरु गरेको होइन। आज विकेन्ड कहाँ जाने के गर्ने कस्तो भइरहेको थियो, त्यही भएर म ठ्याक्कै गुगल म्यापमा हेर्दै जाँदाखेरि ठ्याक्कै त्यो दामी देखेँ क्या। यो चाहिँ एउटा जस म चाहिँ अहिले एउटा गाउँमा जस्तो छु क्या, यहाँ गाउँमा जस्तो छु। साइडमा समुद्र छ, यता साइडमा गाउँ छ, बिचमा रोड छ। समुद्रको साइडबाट जाने हो अनि त्यो ठ्याक्कै त्यो इन्डिङ हो क्या। त्यो चाहिँ टापु छ, ढुङ्गाको टापु। अनि ठ्याक्कै त्यसको चाहिँ इन्डिङ भएको रहेछ। उनीहरू कस्तो छ के छ म चाहिँ गुगल म्यापमा हेरेको। अब त्यो त्यहाँ पुगेपछि थाहा हुन्छ क्या होइन। अब एकछिनमा आधी बाइकमा आउँछ, आधी 1-2टा भिडियो उसमा आउँछ त लगाइ फेरि भेटौँला एकछिनमा। समय र हात मेरो हिँडिदेऊ न हरेक अब हामी ठ्याक्क सुरु भइसकेको छ। ठ्याक्क टापुको यो चाहिँ भित्री बाटो हो क्या। अघि हामी चाहिँ अघिदेखि आएको चाहिँ हामी चाहिँ तल्लो बाटो भयो। अब यो बाटो चाहिँ सानो छ, जस्तै त्यही ठाउँको जानका लागि मात्रै रहेछ क्या। अब भर्खर म्याप हेरे अनुसार त्यही देखाइरहेछ। यो चाहिँ सबै ओलिभ ओइलहरूको बोटहरू, यो चाहिँ सबै जङ्गलले त्यो तर मान्छेकै रहेछ क्या। मान्छेले जे जस्तो नि यो सबै अब मान्छेले उ गरेर भयो नि। यिनीहरूले आफ्नो देशको लागि चाहिँ तेलहरू आफ्नोको लागि आफै रोप्छ क्या। अनि सिजनमा केही गर्नु नपर्नेलाई पानी नचाहिने गोडमेल हल्का त्यही एकचोटि आएर त्यहाँको काटकुट गर्दो रहेछ यसलाई, त्यसको पातहरू। अनि त्यो चाहिँ ठिक्क हुँदो रहेछ। फेरि अनि समरमा मजाले फल्ने जो सब त्यो भित्र त्यही एक ठाउँ जानका लागि मात्र छ होइन। त्यो पनि कस्तो राम्रो बाटो छ गाइज यो चाहिँ। त्यही हो, फुलहरू पहेँलो टाइपको फुलहरू फलिरहेछ है। अब त्यो चाहिँ सिटी भयो। अब देख्नु भएको छैन, देख्दैन होला क्यामेरामा त। उता सिटी छ, यहाँ मुनि समुद्र, मजाको समुद्रहरू छ। त्यही हो, समुद्रहरू छ। भर्खर चिनिया साथी आइरहेको त। चिसो रहेछ यार, यहाँ चाहिँ अलिकति जङ्गल एरिया भएर होला चिसो रहेछ। त्यही हो गाइज। अब बाइकमा धेरै किन भिडियो बनाउनु होइन, मलाई बाइकमा ठ्यासै बनाएन। अब यही सिनेरी हल्का यस्तै हो, जङ्गलको बाटो। अब जङ्गल त के भन्नु, अब बारीको बाटो यस्तै छ। राम्रो छ त गाइज ठाउँ तर है। उता मेन सिटी हो, सिटी त्यता छ। अब त्यताबाट आएकोमा त्यहाँबाट एक राउन्ड घुमेर आउनुपर्छ क्या। ठ्याक्कै एक राउन्ड घुमेर यहाँ आउनु पर्दो रहेछ। एक राउन्ड घुमेर आएँ, सिधा बाटो भइदियो त। अब ढुङ्गाबाट चाहिँ धेरै टाइम लाग्दैन होला, ढुङ्गाबाट आउनलाई चाहिँ। त्यही गाइज लाइक चाहिँ अब भ्यू पोइन्टनिर पुग्नलाई चाहिँ कल गर्छ त। नजिकै देखाइरहेछ है। अब यतै नजिक कता देखाइरहेछ देखाउनु चाहिँ। मान्छेहरू आज विकेन्ड भएको भएर धेरै मान्छेहरू रहेछ, मान्छेहरू धेरै आएको रहेछ। त्यही हो, अब अहिले यहाँ फेरि कुरिलोको सिजन छ होइन। कुरिलो पनि डेन्जर मान्छेहरू यहाँ टिप्न, कुरिलोहरू टिप्न एकदम धेरै मान्छे आउँदो रहेछ क्या। मान्छे लटप रहेछ क्या आज, मान्छेहरू टन्नै छ जस्तो छ। यहाँबाट यही लास्ट स्टेसन यही रहेछ क्या, यहाँबाट चाहिँ हिँड्नुपर्ने रहेछ। ल अब एकछिनमा भेटौँला है त गाइज। यहाँ त मुनि यस्तो बबाल रहेछ, यस्तो दामी छ होइन। ल यहाँ मुनि समुद्र होइन, ठ्याक्कै यस्तो दामी छ, यस्तो बबाल छ गाइज। ल म अब 1-2टा अब सिनेमेटिकहरू ठ्याक्कै खिच्छु, एकछिनमा भेटौँला। ल त गाइज फाइनल्ली अब आइसक्यौँ हामी होइन। भ्यू पोइन्ट, यसको ठाउँको नाम चाहिँ भ्यू पोइन्ट चाहिँ मैले ठ्याक्कै हेरेको। अब लास्ट यहीँसम्म बाइक राखेर अनि त्यसपछि उता हिँड्नुपर्ने रहेछ। ठाउँ त दामी छ नि, तर दामी समुद्र छ, सानो गाउँहरू है यहाँनिर दामी छ। अब 1-2टा यहाँको सिनेमेटिक आउँछ। सिनेमेटिक अब यहाँबाट उता के छ कस्तो छ त्यो मलाई थाहा छैन। म उता गएर चाहिँ उता पनि आउँछ।
यो ठाउँ नै दामी लाग्यो गाइस मलाई यो ठाउँ कस्तो भ्यू नै सुपर छ क्या यस्तो दामी रहेछ गाइस एकछिन भेटौँला यहाँ हाम्रो पाल्पामा आज पाल्पासरे ल है त गाइस अब यहीँसम्म मात्र रहेछ यही हो लास्ट पार्किङ होइन पार्किङ यही हो लास्ट अब यहाँसम्म राखेँ अब यहाँबाट राखेर चाहिँ अब जाने रहेछ उता हिँड्ने रहेछ यो ठाउँ त यस्तो दामी छ यस्तो बवाल छ है अब यहाँ एकछिन अब राख्यौँ मैले चाहिँ बाइक यहाँ राखिदिएँ है बाइक अब चट्ट भ्यू यस्तो दामी पछाडि फेरि अब सक्दैन नि फेरि यो भ्यू त फेरि यस्तो दामी छ यहाँबाट भ्यू अब यहाँबाट अगाडि पनि दामी देखिरहेछ त्यही हो गाइस अब यस्तै छ मान्छेको त अब त्यस्तै हो मान्छे त अब त्यस्तो मान्छेको भन्दा नि म अलिकति दामी दामी यता पछाडिको सिनहरू चाहिँ यस्तो दामी रहेछ त्योहरू चाहिँ म सकेसम्म क्याप्चर गर्न खोज्छु ल एकछिनमा भेटौँला यस्तो दामी छ गाइस है भ्युज त अब यस्तो 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 अब के भन्नु यहाँबाट भित्तामा टाँसेको एउटा त्यो चर्च रहेछ क्या अनि मुनि समुद्र त्यस्तै बवाल है अब भर्याङ यस्तो छ चाहिँ जाँदैछु चट्ट लाएर त्यही मुनि समुद्र यस्तो छ फेरि यस्तो बवाल छ ल किन परिँदैन यो मन आज अङ्गालोमा बाँधिराखन अझ गाइस यो ठाउँ चाहिँ होइन चट्ट यस्तो धेरै टेन्सन हुँदा मन हुँदा आउनुपर्ने ठाउँ रहेछ क्या यति दामी छ है यस्तो दामी छ कस्तो छ भने अब फुलहरू चट्ट फुलिरहेको छ है मुनि त्यस्तै भ्यू त्यस्तै राम्रो छ यता त्यस्तै छ होइन अब हेर्नु होला म 360 देखाइदिएँ यस्तो दामी छ गाइस समुद्र छुट्टै छ अनि फेरि यताको बाटो मिठो छुट्टै छ गाइस भाइब चाहिँ छुट्टै छ यहाँको बिर्सिएर दुनियाँलाई लुकाएर हाम्रो मायालाई समय र हात मेरो हिँडिदेऊ न हरेक पल पल्पसरे पल्पसरे सिद्ध बाबा मन्दिरमा माथे उनलाई सुनिदिनु धर्किरहेछ मनमा मेरो उनको नाम ल त गाइस हामी हिँड्दैछौँ मुनि यस्तो छ अब मैले अहिले खासै उसको माइक त युज गरेँ होइन गोप्रोकै माइकबाट छु अब कस्तो साउन्ड आएको छ थाहा छैन है सकेसम्म अब राम्रो हुनुपर्ने हो त्यही हो गाइस अब उता चर्चबाट आएर भेटौँला दामी छ यार यो ठाउँ यस्तो दामी छ गाई चाहिँ यस्तो छ यो गोर्खाको त्यो माथि धार्केतिर नि यस्तै छ नि त सेम त्यो मुनि बुढी गण्डकी अनि यतापट्टि उ गरेर हिँड्नेवाला तर यहाँ चाहिँ कस्तो छ भने ढुङ्गा छ ढुङ्गामाथि ढुङ्गाकै वाल लगाइदिएछ गाइस अलिकति त्यो सिस्टम होस् भने ढुङ्गा छ यो होइन यो ढुङ्गा फेरि कस्तो छ भने ठ्याक्कै त्यो फलाम जस्तै छ क्या यो ढुङ्गा ढुङ्गामाथि पुरै ढुङ्गाको वाल लगाइदिएछ क्या मजाले यस्तो दामी छ यहाँ थाहा गाइस म चाहिँ अब यो यही रहेछ घर भनेको यही रहेछ चर्च हो कि के हो यो थाहा भएन यस मुनि समुद्र छ यस्तो जस डाँडामा कस्तो राम्ररी बनाएको छ क्या अब हेर्दै कति दामी देखिन्छ क्या त्यही हो गाइस मलाई चाहिँ नेपालतिर हिँडेको भाइ छाएर चाहिँ गाइस यार ठ्याक्कै नेपालतिरकै जस जङ्गलहरू जस्तै क्या सल्लाहको जङ्गल होइन चट्ट सल्लाहको जङ्गल डाँडा पोखरा चट्ट यस्तो छ
त्यस्तै हो अनि फेरि अलिकति फरक भनेको मुनि समुद्र मात्र छ समुद्र छ अझ पौडी सौडी खेल्न लाग्यो के हो थाहा भएन तर बफरीबाट माछा डेन्जर रहेछ त त्यो छम्मा छम्मीहरू रहेछ समय र हात मेरो बसिदेऊ न हरेक पल पल्पसरे कोही मेरो मनको नजिक छ यहाँ संसार यो हाम्रो आफ्नै छ यहाँ किन परिँदैन यो मन अझ यस्तो दामी छ पछाडि त होइन हाइकिङ जस्तै अब हेर्दै रनिङ सनिङ आउने ठाउँ कस्तो दामी रहेछ क्या हेर्ने ठाउँ अब त्यही हो रहेछ मुनि टापु जस्तो होइन ठाउँ नै कडा लाग्यो कडा अनि फेरि यता भाइब्स फेरि सल्लाहघारी चट्ट होइन हिँड्नु नै दामी क्या यहाँ त धेरै पछि अनि फेरि अगाडि यस्तो गऱ्यो चाहिँ भाइब्सै फरक छ क्या यहाँनिर नेपालको भाइब्स टाइपको छ क्या नेपालको भाइब्स टाइपको सल्लाहघारी चट्ट होइन डाँडा पोखरा नेपालमै पाउँछ नि त्यो केवाला यो यसलाई के भन्छ थाहा छैन काँड्यो भित्ता पुरै त्यो छ मुनि फेरि समुद्र यति बवाल चाहिँ हेरेर गाई चाहिँ घुम्नु चाहिँ पर्दो रहेछ राम्रो ठाउँ देख्छ हेर्नु मैले थाहै थिएन गुगल म्याप देखेर आएको मात्रै हो त्यही हो गाई गर्मी नै छ सिद्ध बाबा मन्दिरमा माथे उनलाई सुनिदिनु धर्किरहेछ मनमा मेरो उनको नाम यही छोटो मिठो मिलन भागी जाऊ पर ठ्याक्क डाँडा चढेकै छ है डाँडाबाट भ्यू त फेरि अखा डाँडाबाट भ्यू त बोक्दै भन्दा ल कति कडा छ यस्तो दामी छ गाइज यार गाइज म चाहिँ भ्यू पोइन्टमा चाहिँ टपमा छु टक्क दामी यसले अझै निकाल्न मिल्छ होला टक्कै हाम्रो सबै भ्यू देख्दो रहेछ भ्यू पोइन्ट जस्तै अब ट्याक्क छ यहाँनिर यस्तो दामी 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 चक्की क्वालिटीमा है गाइज अब यस्तो छ माथि नि त्यही हो अब भ्यू पोइन्ट उता अब ठ्याक्क उता एउटा फेरि जाने जस्तो ठाउँ जस्तो के देखेँ क्या मैले त्यहाँबाट त्यता जान्छु कि म है बाटो अब त एक दुई ठाउँमा चाहिँ कस्तो त्यो ग्राभल जस्तो रहेछ नि त्यो फेरि मेरो टायर त ग्राभलको लागि बनेकै छैन क्या त्यो फुर घुम्छ क्या मेरो त चिप्लिन्छ टायर फुटालिदिन्छ क्या त्यही भएर अलिकति डर लागेर म त अफ रोड चाहिँ नगएको हो म त उतापट्टि डाँडामा यो डाँडा छ नि यो डाँडामा के छ क्या यस्तो दामी छ सबै हिँड्ने बाटो रहेछ जाने बाटो बनाएर छ के न के चाहिँ छ गाइस म त्यति सकेसम्म राम्रो बाटो छ नि म जान्छु है त चौतारीको रुखमुनि सुनौलो छ आज बिहानी हेर तिमी आँखामा नि भुल्नु सबै कसरी म कति छोटो मिठो दिन डुबी जान्छ पर समय र हात मेरो बसिदेऊ न हरेक पल पल्पसरे कोही मेरो मनको नजिक छ यहाँ संसार यो हाम्रो आफ्नो
अब निस्किनु पर्छ यो भ्यूमा जति हेरेर बस्यो त्यति नै रमाइलो लागिरहन्छ जति बस्यो त्यति रमाइलो जति बस्यो त्यति रमाइलो हुन्छ होइन चिसो चिसो हुन्छ भोक पनि लाग्यो भात खाएको छैन मैले त्यही हो अब घर गएर भात सात खानुपर्छ अब त्यही हो भात सात पनि खानु पऱ्यो नि त फेरि ग्यास्ट्रिक भएको पेट त्यही मलाई चाहिँ फेरि ग्यास्ट्रिक भइसकेको छ कि नेपाल जाँदाखेरि त्यही भएर खाली पेट चाहिँ नबसौँ भन्ने कुरा हो जाने भात सात खानुपर्छ यो भ्यू जति हेर्यो नि चित्तै बुझ्दैन दामी लागिरहन्छ त्यही हो के गना हो क्या यहाँ तर यो फुल कस्तो गनाउँदो रहेछ यो फुल यो फुल छुट्टै गनाउँदो रहेछ यार गाइस त्यो फुल के ठ्याक्कै हेर्दा तोरीको फुल जस्तो तर तोरी चाहिँ होइन यार मौरीहरू यसमा आउँछ त्यही बाटो चाहिँ यस्तो त लास राख्ने ठाउँ जस्तो छ यो देखेको छ कि छैन यहाँनिर कोप्चा सुप्चा बनाएर पहिला के हो वाट्सएप पर्दाखेरि के होला नि त्यस्तो त्यो थाहा हुनु मन्दिरमा माथे उनलाई सुनिदिनु धड्किरहेछ मनमा मेरो उनको नाम चर्च रहेछ भित्र है बन्द रहेछ यस्तो छ निस्किनु पऱ्यो गाइस यस्तो दामी यहाँको भ्यू नै गडा लाग्यो मलाई झिलिपिली तानसेन डाँडाको माझ बस्यो यहाँ हाम्रो पाल्पामा आज यहाँ दामी छ यहाँ यस्तो बबाल यार बबाल बबाल फुलै फुल छ यहाँनिर है राइट यो ठाउँ त अखा रहेछ चौतारीको रुखमुनि सुनौलो छ आज बिहानी हेर तिमी आँखामा नै भुल्नु सबै कसरी म कति छोटो मिठो दिन डुबी जान्छ पर समय र ल त गाइस अब हामी निस्किन लागेको अब हामी मात्रै भन्छ कि सधैँ फेरि म निस्किन लागेको यस्तो दामी भ्यू छोडेर मलाई जाने मन त छैन अब त्यहाँदेखि उतापट्टि अर्को एक ठाउँमा के छ त्यो हेर्छु हेर मैले त गाइस अब त्यहाँनिर के देखिन्छ के राम्रो छ भने त यहाँबाट यता के छ भन्ने कुरा हो क्या यो चाहिँ अफ रोड छ होइन त्यही भएर मेरो बाइकमा अफ रोड टायर नै छैन क्या मलाई त्यही भएर अलिकति घाँडो लाग्छ केही छ कि छ त केही नभइकन त यता त मान्छे आउनु नपर्ने हो केही न केही भएर नै होला मान्छेहरू हिँड्छ त्यही भएर अब हेर मैले यहाँ मान्छे के छ कस्तो छ है कतिको के छ आधी बाटोसम्म जान्छु अनि फर्किन्छु गाइस राम्रो छ यसले त टायर यहाँको फेरि ढुङ्गा कस्तो छ नि फलामलाई फुटाइदिने खालको फलाम म भन्दा नि कडा छ क्या यहाँको ढुङ्गा नै छुट्टै छ क्या यो ढुङ्गा नै त्यही भएर मलाई अलिकति
टायर धुस्तै पारिदिन्छ गाइज यसले त्यो भएर बाटो हेर्दा त्यो ग्राभेल जस्तो हो तर यसले नेपालतिर भयो यस्तो ग्राभेलले केही नै गर्दैन नि त तर यो वाला ढुङ्गा चाहिँ कस्तो छ भने हिँड्ने बित्तिकै त्यो चुच्चो खालको त धारिलो छ क्या एकदम पायल धारिलो छ क्या त्यो भएर अलिक डर भएको हो गाइज यहाँ खासै केही छैन रहेछ यहाँ त्यत्तिकै आज जस्तो मात्र भयो अनि फर्केको म त्यो गाइस चिसो भएर ज्याकेट नै लगाइदिएँ त्यही हो चिसो भयो यहाँ त जङ्गलभित्र भएर होला डेन्जर चिसो भयो जस्तो फिल भयो ल्यान्डमा ज्याकेट लगाएर हिँडिदिएको अब मान्छेहरू चाहिँ टन्नै कुरिलो खोज्न चाहिँ आउँदो रहेछ यता बरु कुरिलोको चाहिँ एकदम धेरै भएर कुरिलो खोज्न चाहिँ आउँदो रहेछ जङ्गलभित्र बाहिर सबै कुरिलो खोजिरहेछ बाटो खत्तम छ यहाँ टायर सायर पड्काइदिएला भन्ने टेन्सन हुने भने ढुङ्गा नै यार फलाम भन्दा नि अनि औडा हुन्छ यहाँको ढुङ्गै बरु फलाम अलिक नरम हुन्छ होला यहाँको ढुङ्गा त्यस्तो साह्रो हुन्छ यार ओह कालिज गाइस रिङ्ने कालिज जग्गा देखेको चाहिँ छैन गाइज कालिज भागदिएर यार यहाँभित्र यार कालिज भागदिएर यार भर्खर यहाँतिर उफ कालिज ढुङ्गाले नानेर मर्ला त कहाँ गयो कत्रो रहेछ यार गाइस कालिज यार यो गाइस कुरिलो भनेको यहाँनिर एउटा फलिरहेको रहेछ देखाइदिउँ त ए टन्नै रहेछ ल यो भयो कुरिलो दिस इज कुरिलो यहाँ एकै ठाउँमा कति धेरै रहेछ यसलाई भन्छ गाइस कुरिलो दिस इज कुरिलो भागिदियो यो भन्छ कुरिलो यसलाई खायो भने त जिन जरिलो यो त होइन यहाँ रहेछ डेन्जर रहेछ त यहाँ कुरिलो दिस इज कुरिलो गाइस यति कति ताकत दिन्छ थाहै छैन केटालाई ल गाइस अब रेकर्ड भइरहेछ अब म चाहिँ निस्किन्छु पसिनाले ज्यान भिजेछ त्यो गाइस डेन्जर पसिना चाहिँ गर्मी भएर अब ज्याकेट लाउनै पऱ्यो चिसो छिर्छ फेरि अब यहाँबाट चाहिँ अब सुरु भयो अब त्यही अब त्यो उसबाट पनि म अलिक भित्र गएको थिएँ उता केही छ कि भनेर गाइज उता के छ भनेर गएको तर केही नै छैन रहेछ त्यही भएर म चाहिँ अब फर्किएँ यहाँको भित्रको बाटो हो नि कति दामी छ क्या सबै यो चाहिँ ओलिभ ओइलको बोटहरू हो मैले अब कुरिलो खानु मन लाग्यो नि यस्तोमा खोज्ने कुरिलो डेन्जर पाउँछ कि यस्तोमा चाहिँ कुरिलोहरू कति मजाले पाउँछ जति खोज्यो कति पाउँछ 1-1.5 घन्टा खोज्यो भने 1-2 किलो पाउँछ 3-4 किलो पाउँछ होला कुरिलो मुनि समुद्र देखिरहने भए होला त्यही त हो यस्तो छ अब भित्र दामी छ गाइस यहाँतिर अब त्यही अब म घर जानुपर्ने हुन्छ भोक लागिसक्यो होइन अब ल त गाइस यति भन्दा अब मेरो भिडियोबाट म अब यति भन्दा म बिदा लिन चाहन्छु होइन अब के अरू के भन्नु छ र
त्यही हो तलको दामी त समुद्र होइन त्यस्तै हो अब जति भिडियो लम्बाइले अब यो बाटोको खासै यो बनाउँदिनँ बाटो त्यस्तै हो अरू बाटो अरू भिडियोमा अर्को होला मेरो च्यानललाई जसले सब्सक्राइब गर्नु भएको छैन मिस्टर कालेबहादुर ब्लगलाई सब्सक्राइब गरिदिनु होला यति भन्दै हजुरहरूलाई सबैलाई माया छ होइन मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन त्यही हो यति भन्दै अब बिदा माग्छु किप वाचिङ किप लभिङ बिदी मसे बुक